हेलो एभ्रिवान, आज हामी धेरै लामो समयको अन्तरालपछि फेरि हामी जोडिँदैछौँ के त ट्रान्सफर्मेसन अफ कोअर्डिनेट एक्सिसको न्युमेरिकल लिएर है त। अब यो क्वेसन चाहिँ फर्स्टमा चाहिँ मजाले पढ्नु होला है, एक्जाममा चाहिँ नातेर एक्जाम दिनु होला। एक्जाममा धेरै आत्यो भने एक्जाम बिग्रिन सक्छ। अब क्वेसन पढ्नुभयो मजाले, के भने हुनुहुन्छ भने एउटा इक्वेसन दिएको छ स्ट्रेट लाइनको हो, यो इक्वेसन दिएको छ भने यो इक्वेसन जब टर्न थ्रु 45 डिग्रीमा टर्न भयो भने यसको ओरिजिन चाहिँ फिक्स छ। यो यसको टर्न भएको 45 मा टर्न भयो भने चाहिँ यो स्ट्रेट लाइन कस्तो बन्ला भनेर चाहिँ हामीलाई क्वेसन सोधेको हो। अब यो क्वेसन चाहिँ पहिला चिन्ने कोसिस गर्नु होला। फर्स्टमा चाहिँ क्वेसन चाहिँ तपाईहरुले चिन्नै पर्ने हुन्छ। क्वेसन चिन्दाखेरि चाहिँ एकदमै विचार गर्नु होला है। अब क्वेसन चाहिँ बुझ्नु भन्दा पहिले चाहिँ हामीले चाहिँ तीनवटा हाम्रो अघिल्लो लेक्चरमा पनि हामीले कुरो गरिसकेका छौं यसको है त। फर्मुला याद नहुन्जेलसम्म यो प्रब्लम तपाईहरु सल्भ गर्न सक्नुहुन्न। अब फर्मुला चाहिँ के छ भन्नुहुन्छ भने हेरौँ है त। अब फर्स्टमा चाहिँ फर्मुला चाहिँ के छ भन्नुहुन्छ भने हेर्नुस् त, ओरिजिन मात्र शिफ्ट भयो। यो xy कोअर्डिनेट थियो, xy कोअर्डिनेटमा ओरिजिन मात्र शिफ्ट भयो। 0 0 कोअर्डिनेटबाट के त h र k मा चाहिँ हामीले शिफ्ट गर्यौं भनेको यो x बाट x1 शिफ्ट हो, y बाट y1 शिफ्ट हो। ओरिजिन, यसको ओरिजिन मात्र शिफ्ट भयो। एउटा यो हो र अर्को चाहिँ के छ भन्नुहुन्छ भने यो त ओरिजिनको कुरो भयो। ओरिजिन फिक्स भनिएको छ। हेर्नुस् है, अझ यहाँ क्वेशन घुमाउरो हुन सक्छ, कन्फ्युज हुन सक्छ। अर्को चाहिँ हेर्नुस्, अर्को के छ भन्नुहुन्छ भने इफ द एक्सिस अफ इक्वेसन टर्न थ्रु एन एंगल, कुनै टर्न थ्रु, रोटेट, टर्न भन्ने शब्द आयो भने चाहिँ के लगाउनु होला, थीटाले रोटेट गर्यो भन्ने बुझ्नु होला हो। जसमा चाहिँ के छ, हाम्रो ओरिजिन त फिक्स छ नि, फिक्स छ भने यो x र y, फर्स्टमा x र y कोअर्डिनेट चाहिँ जस्ताको त्यस्तै थियो। पछि थीटा एंगलले थोरै के गर्यो, यसलाई रोटेट गर्यो। यो x यहाँ पुग्यो, यो y यहाँ पुग्यो, x1 भयो, y1 भयो र यो थीटाले भयो भने यसको फर्मुला चाहिँ यो लाग्छ। यो याद गर्नु होला है। यति भइसक्यो भने अब क्वेशनले के दिएको छ बुझ्यो मजाले। क्वेशन बुझ्यो भने अब अगाडि बढौं। यो x र y कोअर्डिनेटलाई अब क्वेशनले के भनेको छ, 45 डिग्री, यो 45 डिग्रीले चाहिँ रोटेट गर्यो भने यो दिएको इक्वेसन कस्तो बन्ला भनेर सोधेको हो। ठीक छ, यो बुझ्यो। अब दिएको फर्स्टमा गिवन लेख्ने, गिवनमा चाहिँ दिएको इक्वेसनलाई जस्ताको त्यस्तै लेख्ने। ठीक छ। अब एक्सिस आर टर्न थ्रु बाई एन एंगल थीटा इक्वल्स टू 45। 45 डिग्रीले चाहिँ के गर्यो, टर्न गर्यो भन्यो। हामीले क्वेशनले दिएको कुरा खुलायौं। अब फर द ट्रान्सफर इक्वेसन वी हैव टू यूज भन्यो। अब हामीले के युज गर्छौं भन्नुहुन्छ भने ट्रान्सफर इक्वेसनको फर्मुला लगाउनु पर्यो। अब फर्मुला चाहिँ दोस्रो नम्बरको फर्मुला मैले अघि भनिसके, x इक्वल्स टू x1 cos थीटा माइनस y1 sin थीटा र y इक्वल्स टू y1 sin थीटा प्लस y1 cos थीटा। अब x1 नै राख्ने, cos थीटा भनेको के भन्नुहुन्छ भने cos थीटा हामीलाई दिएको छ 45, y1 जस्ताको त्यस्तै, sin थीटाको भ्यालु पनि 45 राख्ने। ठीक छ, यो राखिसक्यो भने x1 जस्ताको त्यस्तै, cos 45 भनेको 1/√2 र माइनस y1 sin 45 भनेको पनि 1/√2 हो। अब हामी यसरी पनि लेख्न सक्छौं, cos 45 लाई हेर्नुस् है, cos 45 लाई हामीले 1/√2 लेख्न सक्छौं वा √2/2 पनि लेख्न सक्छौं। sin 45 भनेको 1/√2। यो चाहिँ एकदम याद गर्ने है। अब x इक्वल्स टू लेख्दाखेरि कसरी लेख्ने हामी भन्नुहुन्छ भने हेर्नुस् त, x1 माइनस y1 डिवाइड बाइ सेम रुट छ, सेम भ्यालु छ, सेम भ्यालु छ, त्यही भएर चाहिँ हामीले √2 लेख्यौं। यता पनि सेम। अब y इक्वल्स टू x1 sin थीटा प्लस y1 cos थीटाको भ्यालु, x1 को x1, sin थीटाको ठाउँमा 45 दिएको छ, 45 यहाँ पनि राख्ने र x1 को x1 sin 45 भनेको 1/√2 भइहाल्यो, y1 cos 45 भनेको नि 1/√2 हो। यसलाई चाहिँ कसरी लेख्ने हामी, x1 प्लस y1 डिवाइड बाइ √2, 1/√2, 1 into 1 भनेको 1 नै हो, त्यही भएर चाहिँ 1 नै नलेखे पनि हुन्छ, 1/√2 भनेको √2 भयो। बुझ्नुभयो यहाँसम्म चाहिँ। अब यो माथिको हामीले सबै लेखिसके पछाडि दिएको ट्रान्सफर इक्वेसन इज दिएको इक्वेसनलाई लेख्ने। अब यो दिएको इक्वेसनमा हामीले x र y को भ्यालु राख्नु पर्छ है त। अब हेर्नुस्, 7 को 7 नै छ। ठीक छ, x स्क्वायर भने पछाडि अब हामीले यो भ्यालु राख्ने, x1 माइनस y1 डिवाइड बाइ √2 का होल स्क्वायर। स्क्वायर भने भएर स्क्वायर भयो। ठीक छ, प्लस 4 इन्टु x को भ्यालु यो राख्ने
इन्टु y को भ्यालु यो राख्नु होला प्लस 4 जस्ताको जस्तै इन्टु y स्क्वायर भनेको x1 प्लस y1 डिभाइड बाई √2 का होल स्क्वायर इक्वल्स टु 0 उता त्यही राख्ने। अब a माइनस b को होल स्क्वायर लगाएर यसलाई खोल्ने a स्क्वायर माइनस 2a इन्टु b प्लस b स्क्वायर y स्क्वायर √2 को स्क्वायर भनेको 2 हुन्छ 2। अब 4 जस्ताको त्यस्तै x1 स्क्वायर माइनस y1 प्लस y1 स्क्वायर √2 भनेको √2 इन्टु √2 भनेको 2 हुन्छ है 2 भयो प्लस a प्लस b का होल स्क्वायरको यहाँ पनि फर्मुला लगाउने 4 जस्ताको त्यस्तै a स्क्वायर भनेको x स्क्वायर प्लस 2ab x a यो b है ab प्लस b स्क्वायर डिभाइड बाई √2 का होल स्क्वायर भनेको 2 हुन्छ इक्वल्स टु 0। अब यो भइसक्यो भने चाहिँ अब यसले भित्र 7 ले चाहिँ भित्र यसको ब्राकेट खोल्ने 7x स्क्वायर माइनस 7 2 जा माइनस 14x1 y1 प्लस 7y1 स्क्वायर प्लस यता पनि सेम 4x1 स्क्वायर माइनस 4y1 स्क्वायर प्लस 4x1 स्क्वायर प्लस 4 2 जा 8x1 y1 प्लस 4 1 जा 4 y1 स्क्वायर इक्वल्स टु 0। ठिक छ यहाँसम्म क्लियर भएर बुझ्नुभयो। अब बुझ्नलाई चाहिँ मजाले तपाईहरुले के गर्नु होला भन्नुहुन्छ भने फर्स्टमा x1 स्क्वायर को टर्म एउटा ल्याउने x1 y1 को टर्म एक साइडमा राख्ने y1 स्क्वायर को टर्म एक साइडमा राख्ने यो सबै एउटा गर्ने नभए तपाईले डाइरेक्ट क्याल्कुलेटरबाट गर्न पनि सक्नुहुन्छ है। यो तपाईहरुलाई झन् मैले सजिलोसँग बुझाउनलाई चाहिँ यो स्टेप थपेको डाइरेक्ट गर्दा पनि हुन्छ तपाईले आन्सर निकाल्दा पनि हुन्छ। अब 7x1 स्क्वायर यहाँ राखे 4x1 स्क्वायर कहाँ छ हेर्नुस् 4x1 स्क्वायर छ अर्को x1 स्क्वायर कहाँ छ यहाँ छ यो पनि लेखे 4x अर्को कुनै छैन भने फेरि यहाँ जाउँ हामी अब 14x1 y1 माइनस 14x1 y1 लेख्यौं अब x1 y1 अरु कुनै छ भने चाहिँ 8x1 y1 यहाँ लेख्यौं। फेरि अब हामी कहाँ पुग्यौं 7y1 स्क्वायर प्लस 7y स्क्वायर अब y1 स्क्वायर भनेको अर्को कुन छ माइनस 4y1 स्क्वायर अर्को कुन छ प्लस 4y1 स्क्वायर इक्वल्स टु 0। अब यो क्याल्कुलेटरमा पछाडीको x1 यो किन हान्नु होला 7 प्लस 4 प्लस 4 गर्नु होला कति आउँछ 15x1 स्क्वायर आयो माइनस 14 प्लस 8 प्लस 7 6x1 y1 आउँछ र 7y1 स्क्वायर माइनस 4 गर्यो भने 7y1 स्क्वायर आउँछ। यसरी चाहिँ तपाईहरुले लास्टमा चाहिँ आन्सर देयरफोर 15x1 स्क्वायर माइनस 6x1 y1 प्लस 7y1 स्क्वायर इक्वल्स टु 0 भनेर चाहिँ आन्सर लेख्नु होला।